ओके सो अघि चाहिँ यो 16 र 17 नम्बर बाँकी थियो हैन सो 16 नम्बरदेखि स्टार्ट गरौँ न हामीहरू फेरि हैन के दिएको छ भने यहाँ खाली युजिङ द प्रम्प्ट्स बिलो यु मे नीड टु एड अदर्स भनेको यहाँ के भनेको छ भने एरेन्ज गर्ने भनेको छ हैन यहाँ हेरेपछि हामीलाई थाहा भइहाल्छ फर्स्टमा के भनेको छ भने कन्भेन्सनल मेडिसिन इफेक्टिभ इभन दो अनप्लिजेन्ट साइड इफेक्ट्स हैन अब यो त हामीले मिलाएर लेखिहाल्छ हैन के भनेको कन्भेन्सनल मेडिसिन इज इफेक्टिभ इभन दो इट हैज अनप्लिजेन्ट साइड इफेक्ट्स के गरे हामीले कन्भेन्सनल मेडिसिन इज थप्दिए इज इफेक्टिभ यो यतिकै इभन दो इट हैज यहाँ थप्दिए अनप्लिजेन्ट साइड इफेक्ट्स सिद्धि सेकेन्डमा के छ भने आयुर्वेदा स्टिल कमनली प्र्याक्टिस्ड इन दि 21st सेन्चुरी डिस्पाइट द फ्याक्ट द्याट नियरली 3500 इयर्स ओल्ड हैन के लेख्न सक्छु भने डिस्पाइट द फ्याक्ट द्याट हैन यो जुन छ डिस्पाइट द फ्याक्ट द्याट आयुर्वेदा इज नियरली 3500 इयर्स ओल्ड हैन के लेख्यो हामीले डिस्पाइट द फ्याक्ट द्याट आयुर्वेदा इज नियरली 3500 इयर्स ओल्ड हैन त्यसपछि इट इज कमनली प्र्याक्टिस्ड इन दि 21st सेन्चुरी हैन सो यो पनि भयो त्यसपछि सी नम्बर हैन सीमा के भनेको छ भने लर्निङ टिचर फेस टु फेस कम्प्युटर रादर देन हैन के भनेको छ भने लर्निङ टिचर फेस टु फेस कम्प्युटर रादर देन हैन यसमा के लेख्यो भने हामीले लर्निङ विथ अ टिचर फेस टु फेस इज बेटर रादर देन थ्रु अ कम्प्युटर हैन त्यसपछि फेरि डी नम्बरमा के छ भने गभर्नमेन्ट्स क्रिमिनलाइज सेल अफ हार्मफुल ड्रग्स इलिगल हो यसमा चाहिँ हामीले के लेख्यो भने द गभर्नमेन्ट क्रिमिनलाइजेस द सेल अफ हार्मफुल ड्रग्स एज इट इज इलिगल हैन ई नम्बरमा अब ईमा के छ भने यङ्गर पपुलेसन हाई एजुकेसन कस्ट ओल्डर पपुलेसन स्टेट्स हेभ टु स्पेन्ड हैन यसलाई के लेख्यो भने ओल्डर पपुलेसन स्टेट्स द्याट हैन ओल्डर पपुलेसन स्टेट्स द्याट यङ्गर पपुलेसन हेभ टु स्पेन्ड हाई एजुकेसन कस्ट हैन ल यही चाहिँ मिलाएर लेख्ने हो सिधै त्यति हो त्यसपछि 17 नम्बर अब यसमा के छ भने मेक द इफेक्टिभ आर्गुमेन्ट्स युजिङ द फलोइङ लिङ्क वर्ड्स हैन यसमा चाहिँ अब हामीले एउटा सेन्टेन्स प्रिपेयर गर्नु पर्यो भन्ने भनेको छ क्या इट इज नट सरप्राइजिङ हैन यसमा अचम्म पर्नुपर्ने कुनै कुरा छैन इट इज नट सरप्राइजिङ द्याट मेनी स्टुडेन्ट्स लाइक अनलाइन क्लासेस हैन यसमा अचम्म पर्ने केही कुरै छैन अनलाइन क्लासेस बिकज दे सेभ टाइम एन्ड आर मोर फ्लेक्सिबल जे पनि लेख्दा भयो हैन इट इज नट सरप्राइजिङ द्याट मेनी प्यारेन्ट्स लाइक टु सप इन दि के भन्छ त्यसलाई स्टोर मार्केट हैन सपिङ मार्केट बिकज इट प्रोभाइड्स मेनी फेसिलिटिज लेख्दा भयो हैन बी नम्बरमा जाउँ है त बी नम्बरमा के छ भने बी नम्बरमा दिएको छ अल इन अल हैन बीमा के छ भने अल इन अल अब अल इन अल भनेको के भने इन कन्क्लुजन टु भनेको क्या इन कन्क्लुजन लास्टमा लेख्छन् कन्क्लुजन हो त्यो अल इन अल या त इन कन्क्लुजन द ट्रिप वाज इन्जोयबल एन्ड सक्सेसफुल सपोज कोही ट्रिपमा गएको थियो भने त्यसले के भन्छ ट्रिप वाज इन्जोयबल मजा आयो हैन र सक्सेसफुल भयो सी नम्बरमा दिएको छ कन्सिक्वेन्टली के अरे कन्सिक्वेन्ट भनेको के हो हामीलाई थाहा छ नि त रिजल्ट हैन केही पनि कुराको रिजल्टलाई के भन्छ कन्सिक्वेन्टली द फ्याक्ट्री इग्नोर सेफ्टी हैन इग्नोर गर्यो सेफ्टीलाई हैन कन्सिक्वेन्टली सेभरल वर्कर्स वेयर इन्ज्योर्ड हैन जसको रिजल्ट के भयो भने धेरै वर्करहरू घाइते भयो त्यसपछि डी नम्बरमा नेभरदलेस हैन नेभरदलेस भनेको हुन्छ इन स्पाइट अफ के हुन्छ भने इन स्पाइट अफ इट इज रेनिङ नेभरदलेस वी वेन्ट टु प्ले फुटबल हैन अहिले पानी पर्दैछ नभए हामीहरू खेल्न जान्थ्यौँ फुटबल त्यसपछि ई नम्बरमा हाउ एभर हैन ई नम्बरमा के छ भने हाउ एभर आई लाइक कफी हाउ एभर आई प्रिफर टी हैन ल त्यसपछि चाहिँ अब हामी 18 नम्बरमा जाउँ है त 18 नम्बरमा के छ भने राइट द इन्ट्रोडक्टरी प्याराग्राफ्स अफ द फलोइङ टपिक्स हैन इन्ट्रोडक्सन लेख्न भनेको छ क्या अलिअलि एक्सप्लेन गर्न भनेको छ हैन के गर्ने भने यसमा 8-10 लाइन लेख्दिने दुईटैमा हैन तर 10 मार्क्सको छ त्यही हो अब आधी पेज कम्तीमा लेख्नु पर्यो या त अब जति सकिन्छ लेख्न हैन सोर्सेस अफ रिन्युएबल एनर्जी हैन अब यसमा लेख्नु पर्यो व्हाट इज रिन्युएबल एनर्जी हैन जस्तो यस्तो एनर्जी जुन चाहिँ रिन्यू हुन सकिन्छ ओभर द पिरियड अफ टाइम हैन इट क्यान बी एक्सट्र्याक्टेड फ्रम मेनी सोर्सेस जस्तो कि वाटर सन हैन विन्ड हैन रिन्युएबल एनर्जीहरू इक्जाम्पल दिइहाल्ने त्यही अब कहानी बनाएर लेखिदिने हैन त्यसपछि कजेज अफ माइग्रेसन माइग्रेसन भनेको के हो माइग्रेसन इज द प्रोसेस अफ शिफ्टिङ द प्लेस बाई द पर्सन हैन बिकज अफ भेरियस रिजन अब के कारणले हुन सक्छ जस्तो कि क्वालिटी एजुकेसनको कारणले हुन सक्छ डिफ्रेन्ट फेसिलिटिजको कारणले हुन सक्छ अब इम्प्लोइमेन्ट अपर्च्युनिटिजको कारणले हुन सक्छ हैन अनि लेखिदिने कि मतलब नेपालमा चाहिँ मेनली माइग्रेसन इम्प्लोइमेन्टको कारणले हुन्छ किनभने अब मान्छेहरूलाई इम्प्लोइमेन्ट अपर्च्युनिटी कम छ त्यसको कारणले माइग्रेट गर्छ एक प्लेसदेखि अर्को प्लेस र त्यसपछि त्यही सब लेख्ने हैन ल त्यसपछि हाउ हेभ फुड एन्ड इटिङ हेबिट्स चेन्ज इन योर सोसाइटी सजेस्ट सम रिजन्स फर दि चेन्जेस राइट अ 5 प्याराग्राफ एसे इन 200 हो यसमा चाहिँ के भनेको छ भने फुड र इटिङ हेबिट कसरी चेन्ज भएको छ त अब कसरी भएको छ त यो मैले लेखेको छु है म अहिले हेराइदिन्छु अब हेरौँ है त यसको एन्सर ओभर द पास्ट फ्यू डिकेड्स हैन फुड एन्ड इटिङ हेबिट्स हेभ बिन चेन्ज हैन यही सब लेख्दिनु हैन इन द पास्ट मस्ट पिपल युज टु इट होममेड फुड जस्तै कि दाल हैन राइस एन्ड भेजिटेबल्स टुडे दे प्रिफर टु कन्ज्युम फास्ट फुड एन्ड क्विक फुड त्योहरू लेख्दिनु हैन त्यसपछि इट इज बिकज अब यो किन भयो त त्यो लेख्ने हैन इट इज बिकज अफ द हेबिट अफ इटिङ आउटसाइड अफ द होम बिफोर पिपल युज टु इट विथ देयर फ्यामिली हैन सेयरिङ द ह्याप्पिनेस लभ अब अहिले के हुन्छ भने टुडे टाइम हेज बिन चेन्ज पिपल प्रिफर टु इट फ्रम द रेस्टुरेन्ट हैन it is because of busy working हैन it is because of the busy working schedule they do not have enough time to cook the food at home यो सब लेख्दिनु हैन त्यसपछि के लेख्नु भने पीपल्स आर मोस्टली एट्र्याक्टेड टुवर्ड्स द अर्बन एरियाज हैन जसको कारणले अर्बनाइजेसन बढेको छ र मोडर्न इरातिर मान्छेहरू जाँदैछ हैन र वेस्टर्न कल्चरलाई अपनाउँदैछ जसको कारणले अब मतलब घरको खाना भन्दा चाहिँ अर्को खानाहरू चाहिँ रुचाउँदैछ भनेर लेख्दिने त्यही हो
ल अब चाहिँ अर्को सेटमा जाउँ है त। यो अघिको हामीले यो गऱ्यो होइन, त्यसपछि अब अर्को यता आउने होइन। अघिको हामीले यसमा चाहिँ मतलब यो 18 पनि गऱ्यो र 19 पनि सिधा होइन। ल अब यसमा चाहिँ ग्रुप एमा के छ भने वाट डु यु थिङ्क इन्डियन्स कल, वाइ डु यु थिङ्क द इन्डियन कल्स पेपर बिल्स अ ग्रिन फ्रग स्किन होइन। अब इन्डियन्स कल होइन, इन्डियन्सहरूले किन त्यस्तो भन्छ त ग्रिन फ्रग स्किन, टु मेक द फन अफ द हाउ वाइट पिपुल गिभ टु मच इम्पोर्टेन्ट अफ द मनी होइन, जस्ट फन गराउनको लागि होइन। दे से दिस टु सो द्याट मनी इज नट भेरी स्पेसल टु देम होइन। त्यसपछि अब यसमा वाट डु यु थिङ्क द मेन पर्पोज अफ द आर्ट, द मेन पर्पोज अफ आर्ट के हो भने टु सो दि एटिट्युड होइन, बिहेभियर होइन, कल्चर होइन, एजुकेसन सबै कुरालाई सो गर्ने मेन पर्पोज नै त्यही हो होइन। ल त्यही हो। त्यसपछि अब यहाँ गो अन भनेको कन्टिन्यू, गो अप भनेको इन्क्रिज, लुक इन्टु भनेको स्टडी, रिवार्ड भनेको एक्सक्लुड होइन। त्यसपछि यहाँ स्पेलिङ मिस्टेक दिएको हुन्छ, जस्तो कि यहाँ BYE छ, त बाई मात्र हुन्छ, BY मात्र हुन्छ होइन, फ्युचरमा ई दिएकै छैन। सो यही सब हो। त्यसपछि अब यहाँ होइन सर्कल द सिनोनिमलाई सर्कल गर्ने, जस्तो कि इनिसियल भनेको के हो त ओरिजिनल होइन। यस्तै गरेर अफसोर भनेको इन द सी होइन, अफसोर भनेको इन द सी हो। सो त्यसपछि चाहिँ 8 नम्बर हेरौँ है त। 8 नम्बर के छ भने कम्प्लिट द सेन्टेन्सेस बिलो विथ द सुटेबल लिङ्क एन्ड कन्डिसन। इन्डिभिजुअल सुड बी अलाउड टु डु वाट एभर दे लाइक होइन। अब यसमा के लेख्ने भने आफ्नै मनले थप्ने, इन्डिभिजुअल सुड बी अलाउड टु डु वाट एभर दे लाइक होइन, एज लङ एज दे डु नट हार्म अदर्स होइन, एज लङ एज दे डु नट हार्म अदर्स। अर्को चाहिँ रिस्क इज एक्सेप्टेबल इन दि वर्क प्लेस होइन, इफ सेफ्टी रुल्स आर फलोड होइन। हो, रिस्क इज एक्सेप्टेबल इन दि वर्क प्लेस इफ सेफ्टी रुल्स आर फलोड।